म नेपालको यस्तो पहिलो व्यक्ति होला जसले प्राइभेट जेट खरिद गर्न सफल भएको छु। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। यो हो रामे पार्क जुन सौल स्थित सिन्देबाङ स्टेसन नजिकै रहेको छ। यो पार्क चाहिँ सायदै अहिलेसम्म देखेको सबभन्दा ठुलै पार्क होला सौलभरि नै रहेको। अहिले चाहिँ सौलको टेम्परेचर लाइक 27-26 रहेको छ। आज चाहिँ मेरो छुट्टी थियो, मसँग एउटा लगातार दाइको पनि छुट्टी थियो। दाइ चाहिँ उता हो खासै भिडियोमा लगाउने मान्छे। दाइ वासरुम गरेर आउनुहुन्छ अरे त धेरै घाम छ अहिले सौलमा, धेरै गर्मी छ होइन। गर्मी भएर नि नाइट म चाहिँ नाइट काम गर्छु होइन। नाइट काम गर्ने चाहिँ कस्तो हुन्छ भन्दाखेरि काम गरेर आयो अब सुत्नु नि पर्छ। टक्क बिहान आएर सुत्यो अनि उठ्दाखेरि पुरै अँध्यारो क्या झलमल्ल कहाँ गयो अब त्यो रात हाम्रो छुट्टी हुन्छ। अब घुम्न जान त कतै पाइन्न नि त छुट्टी भएपछि। अनि फेरि रातभरि सुत्छु भनेर सुत्यो, बिहान उठेर फेरि काम जाने बेला हुन्छ सुत्नु परिहाल्यो। बिहान सुत्यो भने काममा यस्तो 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 हुन्छ। त्यही भएर नाइट काम गरेर चाहिँ मैले 6 महिना भयो मैले नाइट काम गर्न थालेको। 6 महिनामा मैले घुम्न जाने टाइमै पाइनँ क्या। कलेज जानु पऱ्यो। अहिले चाहिँ कोरियामा भ्याकेसन चलिरहेको छ। भ्याकेसन हुँदा चाहिँ यसो निस्क्यौँ भने कोही अब सुत्ती खाइन यस्तो छ। यहाँ चाहिँ हेर्नु न उता पर सामसुङको टावर पनि छ है। यो टावर चाहिँ अपार्टमेन्ट होला, यो सामसुङको अपार्टमेन्ट हो। यो चाहिँ बोरामे पार्क रहेको छ। यो पार्कमा धेरै कुराहरू छन् क्या, एकदम राम्रो पनि छ, मलाई राम्रो लाग्छ। ल अब हामी हेर्ने गइरहेको छौँ उता अब। तर एकदम गर्मी छ है कोरियामा, साह्रै नै गर्मी छ। आफ्नो केयर गर्नु होला सबजना। वेलकम गाइज, यो चाहिँ मेरो प्राइभेट जेट हो। म नेपालको यस्तो पहिलो व्यक्ति होला जसले प्राइभेट जेट खरिद गर्न सफल भएको छु। लेट्स गो गाइज। म आएको जम्मा 2 वर्ष भयो। कसले गर्नु कोरिया आएर 2 वर्षमा केही गर्न सकिनँ भने ल हेर्नुहोस् मेरो प्राइभेट जेट। अब म मेरो प्राइभेट जेटको भित्र भनेको ढोका बन्द गरेर चाहिँ पाइलटले अहिले। अब म तपाईँहरूलाई वरिपरि घुमाउँदै गइरहेको छु। ल यो हेर्नुहोस् त, यो चाहिँ म यहाँबाट छिर्ने हो है। अहिले ढोका पाइलट सुत्दै छ भित्र होइन। सुत बाबु म एकछिनमा आउँछु। थाक्या होला है, सुत आउँछु। यस्तो छ त्यो ढोका चाहिँ। यस्तो यो भए पनि अफ अहिले हुन्छ नि अटोमेटिकली बन्द क्या। यो चाहिँ अहिले अफ हुने बित्तिकै रिमोट छ मेरो गोजीमा। रिमोट चाहिँ यो हो, यहाँ खै कता गयो देख्ने बित्तिकै फ्ल्याट टगेपछि बन्द हुन्छ। नथिचौँ ड्राइभर भित्र छ, गाह्रो हुन्छ ल्याउन। ल सुत है बाबु। यो मेरो प्राइभेट जेट हो, नेपालको फर्स्ट व्यक्ति। साँच्ची नै भन्नुपर्दाखेरि चाहिँ धेरै होइन, यसलाई त्यही 500 बिलियन डलर जति पर्यो अमेरिकन डलर यति। हेलो दर्शकबिन, म छु अहिले यो बोरामे पार्कमा। यो पार्कमा चाहिँ एउटा यस्तो अनौठो कुरा छ भन्दाखेरि यो चाहिँ सेकेन्ड वर्ल्ड वारमा युज भएको प्लेनहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। साउथ कोरियाको सिन्देबाङ स्थित बोरामे पार्कमा यो सब चाहिँ वर्ल्ड वार 2 मा युज भएको प्लेनहरू हो होइन। अब हेर्नु न कस्तो त्यतिखेरै कति विकसित थियो, कस्तो थियो भनेर देख्न सकिन्छ। अहिले हेर्नु त अब यो सबै अब भाडामा हो क्या। यसको अब मलाई कोरियन सरकारले चाहिँ मलाई दिइसकेको छ। यो चाहिँ भाडामा यसको 100 मिलियन, त्यसको 200 मिलियन, यसको 50 बिलियन यस्तो छ। तर तपाईँहरू यो साँच्चीकै यो पार्क हेर्दाखेरि चाहिँ एउटा मजाको आफ्नो ठाउँमा छ। तर यो पार्क एकदम राम्रो छ होइन। तपाईँहरूले चाहिँ एकचोटि आएर भिजिट गर्न सक्नुहुनेछ। मेरो घर चाहिँ सिन्देबाङै भएको कारणले म चाहिँ आएको थिएँ। ल हेर्नु न त्यस्तो कति लगभग 80 इयर्स एगो होइन यस्तो राम्रो प्लेन होइन युज गरेर वर्ल्ड वार हुने धेरै राम्रो कुरा हो। त्यो त गरिब थियो त यार, कसरी बनायो त्यो प्लेनहरू भन्छु। सायद यो क्रास भन्न सक्छ क्या, क्रास। अब त्यहाँ हेर्नु न, त्यहाँ अचम्म छ क्या। ल रोकाफ 5254 यो प्लेनमा चाहिँ मैले कोरियालाई हानेकै हेरेको। मान्छे पनि त्यहाँ मारि मरिरहेको हेलमेटै त्यहाँ हेर्नु त। त्यस्तो नि छ जिन्दगानीमा। यो सिन्देबाङ पार्क हो होइन, साँच्ची नै राम्रो छ एकदम। नेपालको बस पार्क भन्दा पनि ठुलो सायद कोरियाको पार्कहरू हुनसक्छ। तपाईँहरू के जानुभएको छ एकचोटि बोरामे पार्क आउनलाई चाहिँ कहिले नबिर्सिनु। यो चाहिँ बोरामे पास स्थित एउटा जङ्गल, कति राम्रो जङ्गल छ। दाइले पनि राम्रो भन्नुभएको छ होइन दाइ, राम्रो छ नि त। ल यस्तो राम्रो छ यहाँ चाहिँ ठ्याक्कै नेपालको फ्रेस हावा, नेपालकै भाइब्स दिने खालको क्या। कता बोनासाङ के हाइकिङ जान पर्दैन। सिन्देबाङ स्टेसन आउने, 4 नम्बर गेटबाट सर्र माथि आउने। तर यस्तो जङ्गलहरू ठ्याक्कै पशुपतिको डाँडो याद आयो नि केटाहरूलाई त। फेरि त 100 हो नि, फेरि केटाहरू त फेरि ढुक्क राम्रो ठाउँ हो नि फेरि त केटाहरूको लागि त। पशुपतिको याद आयो होला त्यही भएर मात्र भनेको, अन्यथा नलिनु होला। तर एकदम बबाल पिस ठाउँ।